अहिले हामी सट्ट अगाडि बढिसकेको छौँ यहाँबाट सर्न लाएर होइन यहाँबाट चाहिँ सट्ट अब दामी हावा चाहिँ दामी आउँदो रहेछ अगाडि सर जाँदाखेरि सिक्री लाग्यो मलाई चाहिँ हाम्रो दाहिने यहाँ पुरै समुद्रको नजारा लिँदै होइन दामी दामी देखिरहेछ ओके वेलकम टु माई ब्लग आज चाहिँ म होइन अब गोजो जाँदैछु गाइस म गोजोबाट माल्टाको गोजो यो चाहिँ अर्को एनदर आइल्यान्ड हो होइन माल्टाको त्यहाँबाट चाहिँ चट्ट आज घुम्ने बवाल हुँदैछ यता हाम्रो दुईजना दाइहरू दुईजना बाबाहरू यहाँ छ दुईजना बाबाहरू ओभर निराछन् होइन यहाँबाट चाहिँ हामी लागेको अब यहाँ अगाडि बस पाउँछ बस चढेर चाहिँ हामी जान्छौँ त्यही भएर अब बसमा चढ्नको लागि हामी हतार हतार जाँदैछ 2 मिनटमा गाडी आउँछ भनेको छ लोकेसनमा चाहिँ त्यही देखाएको छ त्यही भएर अब ल स्टे ट्युन बसौँ यहाँबाट हामी जान्छौँ हाम्रो आजको नजाराहरू हेर्दै हेर्दै जानेछौँ अहिले चाहिँ हामी बस कुरिरहेछौँ बस स्टपमा यहाँदेखि सट्ट लाएर बस स्टप चाहिँ यहाँको यस्तो छ यहाँदेखि तलको नजारा चाहिँ यस्तो छ होइन दाइहरू यहाँ बस कुरेर बसिराख्नु भएको छ अरू मान्छेहरू एकजना मात्र रहेछ अब हाम्रो गाडी चाहिँ यताबाट आउँछ र हाम्रो बस पनि आयो 221 र यहाँबाट चाहिँ हामी बसमा जान्छौँ बस कार के भन्दैछ यसले ट्याट पार्नुपर्छ फेरि यहाँ चाहिँ हाम्रो दाइहरूको बिजोक म चाहिँ सिटमा बसेको छु दाइहरू चाहिँ सिटमा बसेको छैन उभिरहेछ 15-20 मिनट भइसक्यो उभिएको सञ्जय दाइ चाहिँ सट्टा आज बसमा बल्ल बल्ल सिट पायो दाइले बाहिरको भ्यू यस्तो छ दामी दाइले पनि अहिले चाहिँ सिट पाएँ बल्ल बल्ल हाम्रो दाइले हाम्रो दाइ चाहिँ पुरा सुल्टो बसेर होइन अनि म चाहिँ यहाँ झ्यालमा सट्ट बसेर जाँदैछु गोजो गएर चाहिँ हामी रेडपोर्टमा स्विङ हान्ने हो रैला हुन्छ गाइस होइन बगाल बाहिरको भ्यू यस्तो छ दामी 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 सानो सानो घरहरू रहेछ यो चाहिँ मेलियाको भ्यू अहिले हामी मेलिया आइपुग्यौँ बसमा यता हुनुहुन्छ दाइ यहाँ हुनुहुन्छ मेलिया टक्क लगाएर अब यहाँदेखि धेर लाग्दैन यो पनि एउटा स्यान्डी बिच है मेलियाको होइन दाइ मेलियाको स्यान्डी बिच यो पारीको डाँडा चाहिँ गोजो डाँडा हामी यो समुद्र कटेर जान्छौँ उयो ठुलो सिपमा होइन हामी जाने त्यो ठुलो सिपमा अब हामी जान्छौँ पारी गोजो ठुलो त चढेको छुइनँ नि ल अब हाम्रो सकियो बसको यात्रा अब यहाँबाट चाहिँ हामी बोटमा जानेछौँ ल बसको यात्रा सिद्धियो अब हामी यहाँबाट चाहिँ सिफमा पारी जानेछौँ यहाँबाट चाहिँ सिफमा अब टक्क जाने हो पारी होइन यसरी सर्फ गएर चाहिँ यात्रा सिपको यात्रा दाइहरू यहाँ जाँदैछन्
गोजो यहाँबाट चाहिँ इन्ट्री पोइन्ट चाहिँ यस्तो रहेछ भित्रको र यहाँबाट हामी घुम्दै घुम्दै जाने हो भित्रको इन्ट्री पोइन्ट अझ चाहिँ हामी दाइहरूसँग सक्छ होइन सर लागेर चाहिँ अब यहाँ के दाइ वेट गर्ने हो यहाँनिर वेटिङ पोइन्ट रहेछ नि त सबै गोजो जाने मान्छेहरू रहेछ यहाँबाट चाहिँ वेटिङ पोइन्ट छ होइन वेटिङ पोइन्टमा लागेर चाहिँ सट्ट हामी अब जान्छौँ यहाँबाट गोजो हामी चाहिँ गोजो यही सिफ्टमा जान्छौँ यहाँ लाइन पर्खिरहेछ जोस् नजारा राम्रो छ यहाँको भ्यू म चाहिँ अब फर्स्ट टाइम यो ठुलो सिफ्ट चढ्न आँटेको है फर्स्ट टाइम सिफ्ट चढ्न आँटेको अब कस्तो अनुभव हुन्छ हेरौँ होइन यत्रो सिफ्ट चढेको छैन लाइफमा फर्स्ट टाइम भनेर अब यो सिफ्ट चढ्नेलाई कस्तो हुँदो रहेछ थाहा छैन मजै हुन्छ होला सानो चढेको भन्दा चाहिँ मजै हुन्छ होला होइन त यो चाहिँ यो गाडीहरू चाहिँ पुरै लाइनमा अहिले यो सिफ्टमा हामी जाने सिफ्टमै हाल्दो रहेछ यो लाइन गाडीको लाइनहरू यो सबै परसम्म छ लाइन यो सबै लाइन गाडीमा हाल्ने हो होइन यहाँबाट जाने हो चट्टसँगले बाइक उताबाट पारिबाट बाइकहरू पनि आउँदो रहेछ नि त दाइ पारिबाट आएको चाहिँ बाइकहरू रहेछ हो यहाँ मुनि अब चाहिँ यो गाडीहरू सबै जहाजभित्र जाँदैछ भित्र अब हामी पनि यसमै जान्छौँ ल अब हामी बोट चढ्न लाग्यो यहाँ त लिफ्टमा सर जाने हो यहाँदेखि गेट नम्बर 1 2 सिफ्टमा जाने हामी गेट नम्बर 2 बाट गेट नम्बर 1 बाट जाने हो अब यस्तो छ यहाँबाट चाहिँ अब टक्क हामी सिफ्टभित्र हामी लागिसक्यौँ होइन दाइ यो भनेको सिफ्टभित्र हामी लागिसकेको छ आम्मामा यो हो नि त कुन यता रैला रहेछ नि त रैला के पुरै सपिङ सेन्टरै छ क्या दाइ भित्र सुरुमा हामी माथि जाउँ हामीलाई केही किन्नु छैन त्यही भएर हामीले सिधै माथि जान्छौँ मुनि चाहिँ सपिङ सेन्टर रहेछ हामी केही नकिन्ने भएको कारणले चाहिँ वाह यो हो नि त भाइ भ्यू यस्तो छ है फेरि गोजोको के रहेछ भनेर एक्सट्रेक्ट जक नचरा हेरिदिउँ न त भनेको आम्मामा यस्तो रहेछ ल दाइ त कतिचोटि आइसक्नु भयो 3-4 चोटि दाइ त धेरै चोटि आइसक्यो हाम्रो चाहिँ फर्स्ट टाइम हो म यो गोजोलाई वरिपरि लाएर पुरा भ्यू गरिरहेको छु होइन बल्ल लाग्यो हामी जाने चाहिँ सिधा पारी यहाँ रहेछ यो पारीको कर्नरमा हामी जान्छौँ
अहिले चाहिँ अब पारीबाट बोट आउँदैछ, हामी चाहिँ पर्खिरहेछौँ होइन। यहाँदेखि चाहिँ सट्ट बोटमा चढेर जाने हो सरर। यहाँ दाईहरू पुरै वेट गरिरहेछन्, दाई यता दाई पनि वेट गरिरहेछन्, काम भयो लास्टै। अब चाहिँ हाम्रो जहाज हिँड्न हाम्रो डोरीहरू यिनीहरूले मिलाउँदैछ यहाँ। अब हाम्रो जहाज हिँड्न आँट्यो। यहाँ जहाजको अब ड्राइभर हो कि पाइलट हो कि केले मिलाउँदैछ डोरी सोरीहरू सट्ट मिलाएर चाहिँ। यहाँ अगाडि आउँदैछ, अर्को आउँदैछ पारीबाट। हाम्रो जहाज अब हिँडिसकेको छ, मुभ गर्दैछ ठुलो जहाज। अब चाहिँ हाम्रो जहाज हिँडिसकेको छ होइन साथी हो। जहाजमा चढ्न लाएर चाहिँ यसरी अब अर्को जहाज पनि उताबाट आउँदैछ, यसलाई बाटो छोडिदिनु पर्ने हुन्छ हाम्रो जहाजले। यहाँबाट चाहिँ हामी ठुलो जहाज हो चढिसकेको छौँ, जहाज स्टार्ट भइसकेको छ। अब हामी टक्क जाँदैछौँ अगाडिबाट। अगाडि यता अर्को जहाज आइरहेछ, यसलाई हल्का हामी बाटो दिन्छौँ। हाम्रो ड्राइभर पाइलटहरू चाहिँ यहाँ छन् दुईजना तोर्पेहरू। अर्को जहाजलाई बाई बाई होइन, हामी बाई बाई गर्दैछौँ। अब हामी अगाडि बढिसकेको छौँ अहिलेको लागि चाहिँ। यहाँ चाहिँ अब समुद्रको बिचमा जाँदाखेरि चाहिँ चिसो हावा आउँदो रहेछ क्या। अब मेरो चाहिँ अब फर्स्ट टाइम हो नि त लाइफमा फर्स्ट टाइम हो, त्यही भएर अलिकति चिसो हुँदो रहेछ। अब कहिले पनि यत्रो जहाज चढेको थिएन, हावा त के साह्रो आउँदो रहेछ भने लास्ट चिसो। ल अहिले हामी सट्ट अगाडि बढिसकेको छौँ। यहाँबाट सर्न लाएर होइन, यहाँबाट चाहिँ सट्ट अब दामी हावा चाहिँ दामी आउँदो रहेछ अगाडि सर जाँदाखेरि। सिक्री लाग्यो मलाई चाहिँ। हाम्रो दाइ यहाँ पुरै समुद्रको नजारा लिँदै होइन, दामी दामी देखिरहेछ। अगाडि बसेर जहाज चढ्नु चाहिँ मजै आयो क्या। यतिको हुनु पर्यो। अब हामी अहिले चाहिँ अगाडिबाट फेरि पछाडि जाँदैछौँ होइन। पछाडि पनि हेर्नु पर्यो नि के कस्तो हुन्छ। सो रमाइलो के कतिको रमाइलो छ आजको होइन। त्यही भएर चाहिँ हामी यो सबै नजाराहरू आज क्याप्चर गर्नेछौँ। यहाँ चाहिँ यस्तो छ, के हो थाहा छैन होइन। पछाडिबाट चाहिँ मजा आउँदैन रहेछ। पछाडि हामीले छोडेर आएको ठाउँ चाहिँ त्यो हो। त्यहाँदेखि हामी यहाँसम्म आइसक्यौँ। यहाँ माथि चाहिँ चढ्नु दिँदैन रहेछ होइन त। माथि चाहिँ यहाँ एलाउड छैन रहेछ, यस्तो बन्द गरिदिएको छ। यो चाहिँ ब्याक साइडको भ्यू, ब्याक साइड हो। ब्याक साइड पनि दामी मजा भइरहेछ। ब्याक साइडबाट यस्तो देखिन्छ। दाइ तपाईँ हुँदै बस्नु, यसलाई नै भरे तपाईँको म दामी बनाइदिन्छु।
जस यो चाहिँ अब पछाडिको भागमा हामी आएर पनि हेरिसक्यौँ पछाडिबाट पनि यस्तो हुँदो रहेछ पछाडि चाहिँ हावा आउँदैन रहेछ पछाडिको घाम लाग्दो रहेछ हैन दामी हुँदो रहेछ एउटा हामी अब नेक्स्ट टाइम चाहिँ हामी यो अगाडिको टापु जान्छौँ नेक्स्ट टाइम यो दुलो भित्र दामी देखिँदो रहेछ अरे सानो बोटले त हामीलाई भेट्दिसकेछ त यार सानो बोट पो चड्के कुद्दो रहेछ त सानो बोट चाहिँ चड्के कुद्दो रहेछ यहाँ होइन सानो बोटले चाहिँ ओभर छिटो हामीलाई भेटेर पनि यता अगाडि पुगिसकेको छ टपी नै छ सानो बोटले हामीलाई हाम्रो ठुलो बोट भएर अलिक भट्टा कुद्दो रहेछ अरे क्याप्टेन त यहाँ माथि रहेछ नि त तोरीहरू त अहिलेको त हेल्पर रहेछ नि त्यो खोजबाट छिर्ने होइन हो त्यो खोजबाट छिर्ने हो क्या दाइ बोट लगेर सुई यस्तो यो त्यो सानो आइल्यान्ड चाहिँ यो रहेछ क्या यो अगाडिको चाहिँ यो खोइ कुन आइल्यान्ड रहेछ अनि मेन गोजो चाहिँ फेरि यता रहेछ क्या दाइ तलको नजारा पनि देखाइदिनु तलको यस्तो हेरेको हेर्नु त एउटा सानो कुद्दैछ यो चाहिँ फाल्टे टापु रहेछ क्या त हेलिकप्टर पनि रहेछ उहाँ हेलिकप्टर हेलिप्याड पनि रहेछ त्यहाँ त्यो सब यहाँबाट चाहिँ हामी गोजो जान्छौँ होइन गाइज गोजो गएर चाहिँ आज रमाइलो गर्छौँ यो टापुमा चाहिँ हामी नेक्स्ट टाइम 100% जान्छौँ गोजो आइपुग्न आँट गोजोको डाँडामा हामी सट्टा जान्छौँ त्यसपछि यहाँ त सबैजना खाने ठाउँहरू पनि छ होइन घाम ताप्दै खान्छन् यहाँको घुम्न आउने मान्छेहरू यहाँ आएपछि त फेरि हावा नै अर्कै आउँछ नि चड्के ल अब गोजो चाहिँ आइपुग्ने आँट है यो अगाडिको चाहिँ गोजो हो गोजो आइपुग्न आँटो अब गोजो आइपुग्न आँटेछ बाहिर म चाहिँ यहाँ छौँ होइन चिसो हावा लास्टै चल्दो रहेछ अगाडि चाहिँ त्यो हावा समुद्रको स्पिडले गर्दा क्या अन्त चिसो हावा आउँदो रहेछ क्या यस्तो रहेछ गोजोको स्टार्टिङ पोइन्ट चाहिँ यो छ है यता चाहिँ दाइ छन् दाइ पनि आज मजा लिइरहेछन् नजरा हेर्दै धेरै पछि होइन घुम्न आएको हल्का रिफ्रेस चाहिँ भयो जे होस् टर्निङ यहाँबाट टक्क टर्निङ हानेर भित्र सट्ट छिराउँछ होला यिनीहरूले पक्कै पनि फाइनली अब हाम्रो बोट पार्किङ भइसकेको छ अब यहाँबाट हामी झरेर फेरि गाडी चढेर अब कहाँ जाने हो जान्छौँ यहाँबाट र हामी जाने चाहिँ आज कता जाने अब जुन गाडी आउँछ त्यही चढेर जाने भिक्टोरिया जाउँ सुरुमा गोजोको राजधानी क्यापिटल सिटी होइन गोजोको क्यापिटल सिटी भिक्टोरिया जाँदैछौँ हामी यहाँबाट चाहिँ चट्ट भिक्टोरिया जान्छौँ
इन्जिनियरहरू चाहिँ कडा लाग्यो मलाई हेल्परहरू चाहिँ टक्क बोटलाई स्टेबल बनाउनुमा चाहिँ डोरीहरू चारतिर लगाएर छट्ट राख्दो रहेछ ए गाडी निकाल्दो रहेछ नि त टुप्पो त्यहाँबाट चाहिँ क्या उग्रेपछि गाडी निस्किँदो रहेछ त्यहाँबाट गाडीहरू पनि निस्किसकेको छ अब हामी झर्छौँ यहाँबाट चाहिँ चट्ट अब हामी झरेर गोजो प्रस्थान हुन्छौँ टक्क होइन लगभग 15 मिनटको होइन दाइ ट्राभल 15 मिनटको ट्राभलमा चाहिँ हामी आइसकेको छौँ हामी सेकेन्ड फ्लोरमा थियौँ त्यसपछि यहाँदेखि तल जान्छौँ यहाँ चाहिँ यस्तो छ के पानी यति धेरै फोर्स गर्छ यहाँबाट चाहिँ यस्तरी गएपछि चाहिँ हामी कता हो यहाँको क्याबिन भित्रको सिरिया त के हो अन्त लास्टै लाइन रहेछ नि त होइन त लास्टै क्यु बस्नु पर्ने ल यो चाहिँ क्यु छ अब लाइन बसेको छौँ हामी एकछिन वे आउट यहाँबाट हामी अब बाहिर निस्किन्छौँ बाहिर निस्किसकेको छौँ बोटबाट यहाँबाट हामी बस चढ्छौँ केमा जानु ट्याक्सी बस सबै थोक फाइनली हामी लगभग 15 मिनटको बस यात्रापछि भिक्टोरिया भन्ने ठाउँको बस पार्क आएको छौँ अब यहाँदेखि चाहिँ हामी माथि एउटा दामी एन्टिक घर देखिँदैछ त्यहाँ जान्छौँ होला सबैजना यता उता कता कता जान्छन् हामी चाहिँ एकतिर जाँदैछौँ यहाँ चाहिँ मेन भिक्टोरियाको बस स्टप मेन बस स्टप चाहिँ यो रहेछ अनि यहाँदेखि चाहिँ मान्छेहरू छताछुल्ल कोही कता जाने हाम्रो दाइ चाहिँ अगाडि बढिरहेछन् दाइ मजा आउँदैछ मजा आउँदैछ नि माथि गएपछि चर्च हेर्नुपर्छ माथि गएर हामी चर्च हेर्छौँ जेब्रा क्रसिङबाट हिँड्नुपर्छ यहाँ चाहिँ फेरि रुल्स एन्ड रेगुलेसन चाहिँ पक्का है गाइज यो चाहिँ अब भिक्टोरियाको ठाउँहरू अब हामी हेर्दै जानेछौँ आजको भ्लगमा यता चाहिँ गाईहरू गाई तल छन् होइन घरहरू यता रमाइलो म्याक्सिमम् मैले देखेको चाहिँ यस्तो यो सेन्टा क्लसहरू चाहिँ अब्बरै धेरै देखेँ मैले यता माथि हिँड्नु न यता माथि छ चर्च त यहाँ चाहिँ रेस्टुरेन्टहरू रहेछ रेस्टुरेन्टहरू खाने सक्छ खाएर खाजा खाने ठाउँ चाहिँ यहाँ रहेछ होइन त घाम ताप्दै मान्छेहरूले हान्ने ठाउँ चाहिँ यहाँ रहेछ ल्याम्प भात खाजा यहाँबाट जाउँ यहाँबाट जान्छ जस्तो छ हो ल दाइ यहाँ छ र दाइ यो ठाउँको नाम चाहिँ के हो के अब हाम्रो
मेरो हवेली भन्ने ठाउँमा आइपुग्न आँट्यो हेर्दाखेरि हवेली नै छ के अरे दाइ पुतली सडक होइन सिटाटेला ए यहाँ न सिटा कताबाट जाउँ यताबाट ल लास्टै उकालो रहेछ आम्मामा कहाँ जाने कता भन्ने कुरा हो यो ओके ल यहाँदेखि चाहिँ इन्ट्री पोइन्ट हाम्रो इन्ट्री पोइन्ट दाइ तपाईँ यहाँबाट चाहिँ तपाईँकोबाट फोटो खिच्नुपर्छ है मेरोबाट अलिक हुँदैन 15 Pro Max हो नि त तपाईँको यहाँको चाहिँ नजारा चाहिँ यस्तो रहेछ आम्मामा बवाल बनाएको हो यार बवाल छ होइन यहाँको नजारा एकदम कहिले कहिले बनाएको भन्ने कुराहरू सबै अब लेखेको छ होला अब म एकछिनमा पढ्छु यहाँदेखि चाहिँ माथि सट्ट यस्तो छ यो चाहिँ अब के हो होइन सायद अब डेट अफ बर्थहरू होला के हो मैले सबै पढिनँ गाइस ओभर ठुलो छ चर्च कताबाट जान्छ दाइ यस्तो दामी भित्तामा एन्टिक त यहाँनिर सिनेमेट्रिक हान्नु न तपाईँको लामोबाट कस्तो दामी होइन त मेरोबाट आउँदैन नि दामी एन्टिक चित्रहरू यहाँ चाहिँ पेजमा राख्दो रहेछ ठक्क यहाँ चाहिँ डेटिङ स्पोर्ट्स रहेछ नि त डेटिङ स्पोर्ट्स दाइ तपाईँ पनि पछि भाउजूलाई लिएर यहीँ आउनु है टक्क दाजु भाउजू अब यता त चड्के त यहाँ देखिँदो रहेछ नि त सुरुमा माथि नै जाउँ न त यो देशको बारेमा थोरै क्या वर्ल्ड वार 1 मा के भएको थियो अरे वर्ल्ड वार 1 मा चाहिँ सबैभन्दा धेरै मिसाइल खस्ने ठाउँ चाहिँ यही थियो अरे लास्टै होइन एकदम बवाल थियो अरे अनि तर यसो हेर्दाखेरि यो चाहिँ एकदम यत्रो ठुलो पर्खाल बनाएको छ होइन यहाँदेखि मुनि चाहिँ तपाईँको अब एकदम गहिरो छ क्या घरहरू तल छ अनि यो चाहिँ माल्टाको फ्ल्याग चाहिँ यहाँ छ होइन यस्तो तोपहरू चाहिँ यहाँ रहेछ तोपहरू चाहिँ यहाँ मुनि चाहिँ तोपहरू राखेको रहेछ त्यो तोपबाट चाहिँ पड्काउँदै पहिला दुश्मनहरूलाई भगाउँथ्यो अरे यहाँदेखि पारी चाहिँ अब इटाली देखिन्छ भने माल्टाको इन्डिङ पोइन्ट यही हो होइन यहाँदेखि पारी यो समुद्रदेखि पारी चाहिँ देखिन्छ अनि मेन माल्टा भनेको चाहिँ यता हो गोजो मात्रै उठाएको रहेछ है क्या अब यहाँदेखि अझै हामी टपमा जाँदैछौँ यो चाहिँ सबसे टप रहेछ टपदेखि यहाँदेखि चाहिँ यस्तो देखिन्छ भ्यू होइन यहाँबाट हामी सट्टा आज गोजो चाहिँ लगभग गोजो सबै देखिने रहेछ यो टुप्पीबाट है दाइ त्यो फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वारमा चाहिँ यहाँदेखि चाहिँ यस्तरी लुक्थ्यो होला अनि त्यसपछि गन हान्नको लागि फेरि यता निकालेर ढ्याङ 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 हान्थ्यो होला फेरि यता लुक्थ्यो होला फेरि यहाँ कहाँबाट त ए बन्दुक हान्ने ठाउँ चाहिँ है गाइज ओ यहाँ रहेछ ल
बन्दुक हान्ने ठाउँ चाहिँ अब यहाँदेखि दुश्मनहरूलाई यहाँबाट बन्दुकको तीर निकालेर ढ्याङ ठ्याङ ठ्याङ मुनि यस्तरी हान्दो रहेछ क्या गुफा चाहिँ यो रहेछ नि त हो स्नाइपर ए यो चाहिँ सुतेर हान्ने ठाउँ ल सुतेर स्नाइपर हान्ने ठाउँ है गाइज यो चाहिँ एकदम स्नाइपर सुतेर हान्छ यहाँ चाहिँ यस्तो रहेछ एन्टिक ठाउँ रहेछ एन्टिक यहाँबाट चाहिँ ढुङ्गा खसाएरै नयाँ दिन्छ शिरहरू पिच्चाइदिन्छ त्यहाँनिर चाहिँ ल दामी भ्यू है ल यो चाहिँ सर्लक्क गोजोको ब्याट्री मेमोरी नभएको बेलामा अड्काइदियो यिनीहरूले तोरीहरूले अझै यहाँ माथि अझै टपमा आउँदैछौँ हामी हामी चाहिँ अहिले भिक्टोरियामा आएर पनि नेपाली प्रोडक्ट वाइवाई होइन नेपालीको खाजा भनेको वाइवाई हो फरएभर जहाँ गए पनि जस्तो अवस्थामा पनि यसलाई चाहिँ खान सकिन्छ होइन हामी चाहिँ अहिले हामी 3 जना दाजुभाइ मिलेर मजाले खाँदैछौँ मिठो छ दामी छ स्टे ट्युन रहनु होला किप वाचिङ माई भिडियोज अलवेज गाइज सी यु नेक्स्ट टाइम टिकटक भिडियो एउटा आओस् क्या यस्तो गरेर यस्तो घुमाएर ल्याउनु मलाई झ्याप्प देखाउनु न रेस्टुरेन्ट रहेछ है रेस्टुरेन्टको छातामा नि यसरी घुमाएर बनाउनु हामी यो दरबार पनि घुमेर अब लाग्यौँ बाटो यहाँबाट चाहिँ दरबार सरबार सबै हेरिसक्यो दामी घुमियो दामी एउटा यो चाहिँ छुकछुके रेल टाइपको सानो यो चाहिँ के को स्टाचु रहेछ के को स्टाचु रहेछ थाहा भएन हामीले केही देखिएन अगाडिबाट यस्तो पछाडि छ क्या आइडेन्टिटी कार्ड
भोक लाग्यो हामी खाजा खाँदैछौँ यहाँ हाम्रो गाइजहरू बसेर यहाँ खाजा खाँदैछन् दाइ खाजा कस्तो छ चरा त यता छ हौ उडेर उहाँ पुगिसक्यो सयपत्री खिचन तिहार गइसक्यो तर सयपत्रीहरूको कुरा हाम्रो नेपालमा अब तिहार गइसकेर पनि यहाँ चाहिँ सयपत्री चाहिँ फेरि लास्टै है हाम्रो बस आइसकेको छ अब हामी गोजुदेखि माल्टा जाँदैछौँ भाइ अब हामी बसमा होइन लाइनमा छौँ लाइनमा ल बसबाट ओर्लिसकियो अब हामी सिफ्ट चढ्न फेरि जाँदैछौँ यहाँबाट सर लाएर होइन गोजोलाई फेरि हामी गोजोलाई टाटा बाई बाई भन्दै हामी फेरि माल्टातिर जाँदैछौँ अब अघि आउँदा चाहिँ टिकट परेन अब आउँदा चाहिँ टिकट लिन हाम्रो दाइ यहाँ लाइनमा छन् टिकट काट्नुपर्छ यहाँ चाहिँ 3टा लिनुभयो टिकट कार्पे हुन्छ हाम्रो यहाँ फाइनली टिकट पनि आइसक्यो टिकट चढेर अब यहाँबाट हामी पारी जान्छौँ टिकट आयो होइन दाइ टिकट चाहिँ यस्तो छ यता दाइको टिकट ल यो जग्गा अब गएको हामी यही सिप हो हामी अब भित्र छिर्यौँ सिपभित्र टक्क लगाएर माथि जाउँ दाइ माथि भित्र त के जानु होला यहीँबाट जाँदा पनि हुन्छ जस्तो ल अब गोजुलाई हामीले बाई बाई गऱ्यौँ हाम्रो सिप हिँडिसकेको छ यता दाइ हुनुहुन्छ यता दाइ अनि यहाँ चाहिँ म छु अब हाम्रो सिप यहाँबाट हिँडिसकेको छ गोजुबाट अनि यहाँबाट चाहिँ अब सिधै माल्टा जान्छ हाम्रो यहाँदेखिको 20-25 मिनटको यात्रा छ सिपमा सट्ट यहाँदेखि चाहिँ अब हिँडिसकेको छ हाम्रो सिप होइन हिँड्दैछ यहाँदेखि चाहिँ नि हामी अब सिधै माल्टा जाँदैछौँ हाम्रो सिप हिँडिसकेको छ यहाँदेखि सिधै अन्त मोबाइल खस्छ भनेर हन्तालिदिन्छु अर्को सिपमा जाने पुग्न सक्छ त कहाँ यहाँदेखि यति पनि यो उताबाट अर्को सिप आइरहेछ हामी यहाँबाट गइरहेछौँ लास्टै जाडो भयो होइन जाडो चाहिँ पर जाडो छ चिसो चाहिँ लास्टै चिसो क्या हामी जाने भनेको चाहिँ पर देखिँदैछ अलिअलि त्यता जाँदैछौँ है यहाँ अर्को ठुलो सिप आइरहेछ यस्तरी जान्छ यत्रो ठुलो चाहिँ हामीले गोजोलाई बाई गरिसकेको छौँ यो चाहिँ होइन रात पनि परिरहेछ गोजोलाई बाई बाई गोजो गोजो ल अब हामीले गोजुलाई बाई पनि गरिसकेको छौँ अब हामी माल्टा प्रस्थान गर्दैछौँ त्यही भएर होइन अब यस्तो छ गाइज अब घुम्ने फिर्ने हाम्रो भ्लग
कन्टिन्यू जानेछ मालटामा हामी बसिन्जेल यस्तै छ ल दाइहरू पुरै दाइले पुरै बिदाई गर्दैछ गोजोलाई क्यामेराले खिचेर नेपालमा चाहिँ हाम्रो केपी ओली शर्माजीले अब पानी जहाज ल्याउनु भयो भने चाहिँ यसरी नै हामी घुम्नेछौँ सर लाएर है त गाइज ल अघि जाँदा चाहिँ हामी यो बाटोलाई बाट गएको थियौँ अब आउँदा फर्किँदा यो बाटो फर्किसकेको छौँ अब हामी यहाँबाट आजको घुमाइ सकिसकेको छ यहाँबाट अब हामी बसमा घर जान्छौँ यहाँबाट चाहिँ फुत्त बाहिर निस्किन कहाँ हो भन्दाखेरि यता बसहरू यता लागेको छ ल